हेलो एन्ड नमस्ते, वेलकम टु माई सोनाम ब्लग है। आजदेखि चाहिँ मैले मेरो न्यू ब्लग रहेको छ र आजदेखि चाहिँ मैले ब्लग गर्ने सुरु गर्न लागेको छु र केही गरौँ भनेर सोच्दैछु है। अनि त्यही भएर आज बिहानै 9 बजीतिर उठ्यो होइन। हिजो राति अलि ढिला सुतेको थियो अनि छोरालाई पनि हिजो राति अलि ढिला सुतेको थियो। छोरा पनि मोबाइल चलाउँदै थियो, छोरा पनि। अनि दुईजनै बाबा छोरै रातभरि मोबाइल चलाएर होइन अनि सुत्यो। अनि अहिले अब कति बिहानको 9-10 बजेको छ अनि यो चाहिँ पछाडि रहेको छ मेरो घर। अनि यो चाहिँ मेरो अहिले नयाँ ब्लग, माई न्यू ब्लग है। तपाईँहरू सबैजनालाई वेलकम छ। अनि जतिजनाले पनि चिन्नु भएको छ मलाई, सबैले माया गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र साथसाथै धेरै धेरै माया मबाट पनि है तपाईँहरूलाई। अनि आज म अब जापानबाट आएको चाहिँ लगभग कति दिन भयो होला भन्दाखेरि 7-8 दिन भइसक्यो है। अनि अब के गर्ने कसो गर्ने मलाई पनि ठेगानै छैन के गर्ने कसो गर्ने भनेर। अनि यो जस्ताको टहरा चाहिँ मेरो घर रहेको छ होइन। हाम्रो घर चाहिँ पहिला त्यहाँ अगाडि थियो है। यो सबै सुकुम्बासी टोल रहेको छ। यो चाहिँ हाम्रो पनौती वडा नम्बर 7 रहेको छ। र यो चाहिँ पहिला विगत 1 वर्ष अगाडि चाहिँ खोलाले बगाएर होइन यस्तो तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ। यो अगाडि चाहिँ टिफर कुद्छ कि हाम्रो चाहिँ होइन, हजारवटा टिफरहरू कुदिरहेको हुन्छ यहाँनिर है। अनि माथि चाहिँ खानी छ हाम्रो, त्यहाँ माथि गाउँमा खाने छ। एकदिन तपाईँहरूलाई खानीमा नै लग्छु म। अनि ल हेर्नु अहिले पनि कति टिफरहरू आइरहेको छ है। अनि यो चाहिँ मेरो घर जस्ताको टहरा रहेको छ। अहिले यस्तैमा बस्नु परिरहेको छ होइन। पहिला त झन् बाँसको थियो हाम्रो होइन। अनि अहिले चाहिँ अब जस्ताको टहरा यो चाहिँ अब यता टोइलेट साइड भइहाल्यो, यतातिर अब भाँडासाँडा मार्ने ठाउँतिर भइहाल्यो है। यता भाँडासाँडा मार्ने ठाउँ। अनि हेर्नु यहाँ यस्तो भत्का छ कि यो सबै खोलाले भत्का हो क्या पहिला होइन। अनि अहिले अब यहाँ हेर्ने कोही पनि छैन कि। अब यहाँको चाहिँ अब यस्तो छ कि फेरि नगरपालिकामा काङ्ग्रेस पार्टी छ अनि वडामा चाहिँ एमाले पार्टी छ। यो दुईजनाको कुरै नमिल्ने रहेछ कि तिनीहरूको। अनि वडा कार्यालयमा जाँदाखेरि हामीले चाहिँ अब बत्ती पनि पाएको छैन, पानी पनि पाएको छैन, हामीले चाहिँ राहतहरू पनि त्यति राम्रोसँग पाएको छैन खोलाले बगाएदेखि भनेर चाहिँ हामीले आवाज उठाउँदाखेरि चाहिँ उनीहरूले नगरपालिका जा भने, नगरपालिका गइसके पछाडि नगरपालिकामा पनि अनि होइन यहाँबाट हुँदैन फेरि ओडा जा भन्ने। फेरि म पनि हुँदाखेरि अस्ति न पहिला त्यस्तै गर्थेँ कि होइन। ओडामा गयो फेरि नगरपालिकामा नगरपालिकामा गयो ओडामा जा भन्ने त्यस्तो फटाहरू कि यिनीहरू। खै किन यस्तो गर्छ कि हामीलाई चाहिँ सायद अब हामी अलि गरिब दुखी जनता अनि हामी अलि सुकुम्बासीहरू भएर होला कि त्यस्तो गरेको यिनीहरूले। अनि यस्तै छ अब है। पहिला चाहिँ हामी चाहिँ यहाँ सानो हुँदाखेरि चाहिँ एकदम खेल्ने हुर्किने गर्थ्यो होइन। यो बारेमा हामी धेरै उफ्रिन्थ्यो कि यहाँनिर है। यहाँनिर अनि माथि चाहिँ अहिले यो मान्छेहरूको जग्गाहरू हो। अनि यो जग्गावालाले चाहिँ हामीलाई धेरै हेप्थ्यो कि होइन। हामी चाहिँ सानो थियो अनि हाम्रो बाउआमा चाहिँ एकदम ढुङ्गासुङ्गा कुट्ने होइन, रोडासोडा कुट्ने गर्थ्यो। अनि त्यहाँ खोलामा ढुङ्गाहरू झिकालेर यहाँनिर रोडासोडा कुटेर बाँसको घरमा बस्थ्यो हामी होइन। अनि यहाँतिरको अनि यहाँ उयो जग्गाको मान्छेले चाहिँ अनि लास्टै हेप्थ्यो कि हामीलाई चाहिँ होइन। अनि भोटेहरू कहाँबाट आयो तिमीहरू, सुकुम्बासीहरू, खाना नपाएकाहरू, लाज पचाउँदाहरू भनेर कति हेप्थ्यो कि हामीलाई पहिला। तर अहिले हामी पनि ठुलो भयो होइन, सबैजना ठुलो भए। अहिले देश अब बिस्तारै अब जाँदैछ त, बदलिँदैछ। अहिले अब त्यस्तो हेप्ने सेप्ने कोही पनि छैन कसैले पनि है। अनि यस्तै छ अहिले अब जिन्दगी यसरी नै चलिरहेछ। अनि अब उहाँ हुनुहुन्छ, मेरो मम्मी हुनुहुन्छ होइन, आमा हुनुहुन्छ। अनि आमाले यहाँ खानसाना बनाउनु लाग्छन्। अब एलेक्स मेरो छोरो अब हिजो रातभरि सुतेको थियो होइन। रातभरि मोबाइल चलाएर सुतेकै थिएँ होइन। अनि आज अनि फेरि त्यसको 4-5वटा होमवर्क बाँकी रहेछ कि। अनि होमवर्कै गरेको छैन त्यसले अहिले। अब होमवर्क गर्दैछ है। अनि ल तपाईँहरूले सक्नुहुन्छ यहाँ होमवर्कै गर्दैन कि अहिले यस्तै। ल हेर्दै हो एलेक्स, होमवर्क कतिवटा पाइछ अब त्यहाँनिर? राइट द नेम अफ 5 के हो यो? वेदर्स उसको लेख, मौसमको नामहरू लेख। यो मौसमको अब रेन होइन, सन्डे मन्डे हो र। राइट द नेम अफ 5 वेदर्स र उसको के अरे उसको हावा पानी हुन्छ नि यो के यो के अरे सन्डे मन्डे होइन होला त्यो त होइन। वेदर्स भनेपछि यो उयो उसको के मौसमहरूको अब जाडो मौसम, गर्मी मौसम, हिउँ पर्ने मौसम लेख त्यहाँनिर। आउँदैन किन आउँदैन हौ? यसलाई होमवर्क गर्न लाग्छ यहाँनिर। अब राइट द नेम अफ 5 वेदर्स भनेपछि अब समर विन्टर अनि त्यसपछि
फेरि च्याकुलुम थियो इन्टरनेटमा हेर त भान्जी 5 त्यो वेदर्सहरूको नेम अब के छ त्यहाँनिर त्यो लेख्नुपर्ने हुन्छ त्यहाँनिर त्यो सन्डे मन्डे ट्युसडे हो र होइन होला यहाँ त खै भेट्यो खै वेदर्स थिङ्स विज इन सनी थिएन थिङ्स विज इन कोल्ड वेदर्स वेदर्स क्लोथ्स वेदर्स रेनिङ अम्ब्रेला त्यो लेख्नु ल त्यहाँनिर राम्रोसँग लेख्नुपर्छ र अनि अब म तपाईँहरूलाई मेरो घर टुर देखाउँछु है अनि अब छोराले त्यहाँनिर होमवर्क गर्दैछ आज छोरालाई जसरी भए पनि स्कुल लानुपर्ने छ होइन नत्र फेरि ल्याङ गर्छ त्यसले फेरि अब उहाँ अब हिजो होमवर्क गरेर रहेनछ अहिले अब स्कुल जाने बेला भइसकेको छ है अब 9-10 भइसकेका छन् अहिलेसम्म केही पनि गरेको छैन अब यो चाहिँ रहेको छ मेरो किचन हाम्रो किचन है यहाँनिर अब यहाँ टक्क यताउता बनाउने सनाउने अनि यस्तो छ अब घरको हालत है अब के गर्नु अब है यहाँतिर अब यहाँ माथिबाट पानीहरू होइन अनि त्यो चाहिँ यहाँ माथिबाट पानीहरू चुहिन्छ अलिअलि ठिकै छ अब अहिलेलाई अब यस्तै छ होइन पहिलेदेखि नै अब हुनु त पहिलेदेखि नै अब यस्तोमै बस्दै आएको हो अब पहिलेदेखि नै बिल्डिङमा बस्ने सपना त थियो नि हाम्रो के गर्नु तर भएको छैन यहाँबाट चाहिँ हावा हराउँदो रहेछ कि राति किन जाडो हुन्छ भनेको त होइन अब यो माथि माथि छैन यिनीहरू माथि माथिबाट हावा हराउने छ कि अनि यहाँ चाहिँ अलिअलि टाल्न त टालेको छ त्यही पनि अब हावाले नभ्याउने रहेछ होइन अब यहाँनिर यस्तै छ कि अब म चाहिँ यहाँ सुत्छु है अनि यहाँनिर माथिपट्टि यहाँनिर देख्न सक्नुहुन्छ है त्यहाँबाट चाहिँ हावा हसावा आउने रहेछ होइन अनि अब एउटा यस्तै छ यहाँ भगवान् कोठा छ हाम्रो अनि अब यस्तै छ है अब जिन्दगी त अब जसरी भयो नि चलाउनै पर्छ है चलाउनु नै पर्छ अब के गर्नु त गाइज अब सोचे जस्तो भने जस्तो भएन जापान गएर पनि अब जापान गएर पनि धेरै दुःख पाइयो रोडतिर सुत्यो हुन त अब पहिलेदेखि नै दुःख पाएको नै हो होइन दुःख पाएर पनि अब त्यस्तो उस अब भनौँ न अब सुखै सुखमा हुर्केको भए चाहिँ दुःख पाउँदाखेरि अहिले आत्तिने मात्तिने त्यस्तो हुन्थ्यो होला होइन अब त्यस्तो भएन भनौँ न जे जस्तो भयो नि अब थाहा भयो नि त आफूलाई त थाहा छ नि त दुःख पर्दाखेरि के कस्तो हुन्छ भनेर सुख हुँदाखेरि के जस्तो हुन्छ भनेर तर अहिलेसम्म सुख भन्ने चिज चाहिँ अब थाहा नै छैन कि खै के हो हाम्रो त अलि राम्रोसँग चाहिँ थाहा नै छैन अब दुःख गरेर चाहिँ कि बचपनदेखि नै पहिलादेखि नै होइन यस्तै छ अब के गर्नु त अनि अब त्यहाँ मास्तिर हेर्नु अब कति मान्छेहरूले ठुल्ठुला घरहरू बनाएको छन् होइन ठुला बिल्डिङहरू बनाएको छन् मास्तिर पहिला त यो एरियामा केही पनि थिएन कि यहाँतिर केही पनि थिएन कि यो एरियामा त केही पनि थिएन है यो एरियामा हतपत केही पनि थिएन अहिले त अब ठिकै छ भनौँ न जे जस्तो भयो नि अब होइन पहिलाको हेरेर त अहिले अब ठिकै छ भनौँ अहिले अब मेरो साथीहरूको घर पनि त्यहाँ मास्तिर छ कि त्यहाँ मास्तिर माथि छ है यहाँबाट अहिले देख्दैन रहेछ तपाईँहरूले होइन अब म कुनै दिन देखाउँला तपाईँलाई होइन साथी घर चाहिँ त्यतातिर छ यस्तै छ गाइज अब भइरहेको छ जिन्दगीहरू चलिरहेको छ होइन अब हेरौँ अब एकछिनमा म छोरालाई स्कुल लान्छु अनि तपाईँलाई म फेरि देखाउँछु है त